पसलको लोकेसन चाहिँ कता हो भन्नुभएको रहेछ। लौ जर्सी पसलको लोकेसन नै हजुरलाई थाहा छैन अहिलेसम्म। ओ माई गड, म त छक्क परेँ हो। यो हाम्रो पसलको लोकेसन चाहिँ काठमाडौँको न्यू रोड एभरेस्ट ब्याङ्कको बिल्डिङ फर्स्ट फ्लोरमा छ है। काठमाडौँको तपाईँ न्यू रोडमा आउनुभयो भने एभरेस्ट ब्याङ्क, न्यू रोडमा एउटै मात्र एभरेस्ट ब्याङ्कको बिल्डिङ ठुलो न्यू रोड कम्प्लेक्स छ, त्यही बिल्डिङमा हो। तपाईँले गुगलमा सर्च गरेर लोकेसन, नभए मेरो भिडियो छ क्या लोकेसन हालेको छु मैले, लोकेसन हेरेर आउनु होला। र तपाईँले अब यहाँ जर्सी पसल हो भन्दा सबैले जर्सी पसल हो भन्छन् क्या, तर जर्सी पसल नेपाल हाम्रो पसलको हेर्नुहोस् त यस्तो छ है। अनि कम्प्लेक्सभित्र छ है हाम्रो चाहिँ, कम्प्लेक्सभित्र बाहिरभित्र छैन, तपाईँको तल पनि छैन। एक्सिलेटर चढेर आउनुपर्छ है हाम्रो पसलमा आउँदाखेरि। माथि एभरेस्ट ब्याङ्कको बिल्डिङ छ, तल्लोमा हाम्रो पसल छ, पसलको हेर्नु होला। र म पसलमा भएको दिदीलाई पनि हेर्नु होला क्या, म हुन्छु सायद प्राय होइन। र तपाईँको यो पोर्चुगलको जर्सी मेड इन थाइल्यान्डवाला क्वालिटी बब्बाले राम्रोवाला आउँछ क्या। अनि पोर्चुगलको यो अभयवाला है मेड इन थाइल्यान्डवाला। अब अरू जस्तो पायो त्यस्तो झारझुर बिगेड सिगेड डिगेड भनेको त तपाईँले जुनसुकै पसलमा नि पाउनुहुन्छ क्या, त्यो छ्यासी जहाँ पनि पाइन्छ होइन। अलि राम्रै क्वालिटीको लिन्छु, अलि राम्रै, अलि पैसा परे अनुसार राम्रै हाल्छु भनेर सोचमा हुनुहुन्छ भने चाहिँ दिदीको पसल जर्सी पसल नेपाल लोगो हेरेर आउनु होला क्या। पसलमा त लोगो पक्कै हुन्छ नि, जर्सी पसल नेपाल भनेर प्राइभेट लिमिटेडवाला हुन्छ क्या हाम्रो चाहिँ। जर्सी पसलको लोगो हेर्नुहोस् त यस्तोवाला हुन्छ है, यस्तोवाला जर्सी पसलको लोगो यस्तो हुन्छ। र हाम्रो पसलको डेकोरेसन हेर्नु होला है, साइडमा ग्रिन कलरको छ र माथि तपाईँको फुटबलको साइनवाला छ यस्तो बलेकोवाला, र डेकोरेसन पनि हेर्नु होला यस्तोवाला छ। यही पसल हो हाम्रो, नझुकिनु होला है। त्यही भएर चाहिँ तपाईँलाई भनेको छु लोकेसनको लागि एकदमै सहिलो है। काठमाडौँको न्यू रोड एभरेस्ट ब्याङ्कको बिल्डिङ फर्स्ट फ्लोरमा छ, कतै जानु परेन, कहीँ जानै परेन तपाईँको, यति सहिलो छ। न्यू रोड गेटबाट तपाईँको 200 मिटर जति अगाडि आउनुभयो भने एभरेस्ट ब्याङ्कको यत्रो ठुलो बिल्डिङ देख्नुहुन्छ, त्यही बिल्डिङभित्र आउनु होला। आफ्नो दिमाग लगाएर आउनु होला, दिमाग लगाएर एभरेस्ट ब्याङ्कको बिल्डिङ फर्स्ट फ्लोरमा छ, आउनु होला है। अनि जर्सी चाहिन्छ भने एकदमै बब्बाल राम्रोवाला क्वालिटी पाइहाल्नुहुन्छ है। थ्याङ्क यू सो मच। राहुल बहादुर कृष्णजी हुनुहुन्छ, थ्याङ्क यू सो मच है कमेन्टको लागि।